हेलो गाइस, के छ हाल खबर तपाईहरुको? सबैजनालाई जय मसी, स्वागत छ यस ब्लगमा। र आज चाहिँ हामी यहाँ चारजना विल्सन दाई, साइमन दाई, ठुलो मम्मी हामी रिप्तीतर्फ लाग्दैछौँ गाइस है। तपाईले हेरिदिनु होला, हेर्नु सक्नुहुन्छ गाइस है त। आजको दिन चाहिँ गाइस त्यसै एकदम दामी भइरहेको छ। गर्मी दिन छ आज। बाटो यस्तो छ। हेर्न सक्नुहुन्छ तपाईले। हजुर म कहाँ आउँछु तिमी पारा? तिमी पारा आयो भने त अन्त फेरि यसले साथ अन्त पारा आउँछ होइन, ऊ त जान्छ नि फेरि। हाम्रो बडी विल्सन दाई, सामिल दाई जान्छ नि त, ज्योतिसँग जान्छ नि। यसले साथ ज्योति अन्त जान्छ नि। दाई अनि त्यो जाँदा तपाईलाई कस्तो लागेको छ अहिले? थकित अवस्था हो दाई? एकदम थपिएको अवस्था। ठिक छ। उकालो साह्रै पऱ्यो भने गाह्रो छ है दाई? गाह्रो छ मेरो भाइ। बाटो यस्तो छ दाई। दाजी भन अब। दाजी दाजु तिमी कस्तो लागेको छ? मलाई एकदम रमाइलो लाग्दैछ छोराहरूको बिचमा हिँड्नु पाउँदा। सधैँभरि यसरी हिँड्नु पाए अति खुसी, अति रमाइलो, हजुर अति रमझम हुन्थ्यो भन्नु नहुने। दुई बहिनीको छोराहरूको बिचमा हिँड्दा त कस्तो खुसी लागिरहेछ नि हौ। के गर्नु र, मजा आइरहेछ नि? मजा आइरहेछ। उकालो के हो, उरालो के हो, मलाई त वास्ता पनि छैन। देशमा हिँड्नु पाइरहेछ, रमाइलो गर्नु पाइरहेछ। आज पनि बिहामा गएको, आज पनि दिदी सेवामा जाँदैछ युगल। अच्छा ठिक छ। सक्नुहुन्छ त गाइस, बाटो चाहिँ पुरै जङ्गल छ गाइस। त्यही पनि हामी हिँड्दैछौँ। यस्तै हो गाइस बाटोहरू। अब अलिक पहाड छ नि त्यही जग्गा त होइन गाइस, जङ्गलको बाटो छ गाइस, यस्तो छ। तर त्यही पनि हामी हिँड्दैछौँ। तर गाइस हामी चाहिँ यो बाटो हिँड्दा बानी भइसकेको। सानैदेखि यो बाटो हिँड्ने हो, स्कुल गयो आयो चर्च यही बाटो, हामी चाहिँ बानी भइसक्यो। तर दाइहरूलाई एकदम गाह्रो परिरहेको छ है, हिँड्नु सक्नुहुन्छ। पुरै जङ्गलको बाटो छ गाइस होइन। ल त गाइस हेरेर गर्नु ल। अहिले हामी भेट्दैछौँ फेरि। सो गाइस आज डे 6 हामीमा प्रवेश गरिसकेको छौँ है। अनि हाम्रो भर्याङबाट रिप्ती जाँदैछौँ। अनि एकदम उकालो छ, स्ट्रेट टाढो छ एकदमै, पुरै जङ्गलको बाटो अहिले। एकदम जङ्गली भाइब्स आइरहेको छ, एकदम एडभेन्चर नै भइरहेको छ हो। तर यहाँ अलिकति डर पनि छ, भालु बाघ आउने डर छ हो। तर पनि ठिकै छ, हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनतर्फ। सो गाइस यस्तै चाहिँ यता पाहाडको जिन्दगानी चाहिँ। ओके गाइस अहिले चाहिँ हामी यहाँ रिप्ती आइपुगिसकेको छौँ, हेर्नु सक्नुहुन्छ गाइस। तपाईँहरूलाई यहाँ अगाडि नजारा देखाउँ भनेको पुरै हुस्से लागेको छ गाइस होइन। कुनै दिन म तपाईँहरूलाई देखाउने छु, हेर्नु सक्नुहुन्छ। यस्तो छ क्या दाइ गाइस। गाइस हेर्नु सक्नुहुन्छ अहिले चाहिँ हामी हिँड्दैछौँ, आफ्नो यात्रालाई अगाडि बढाउँदैछौँ। एकदम मजा पनि आइरहेको छ। दिन यस्तो साथ दिइरहेको छ क्या गाइस। अब के भन्नु गाइस, भाइको ब्याग चाहिँ चुट्टेको अवस्था छ गाइस। तर एकदम गाह्रो भइरहेको छ। यसरी एउटापट्टि मात्रै बोक्नु त्यो पनि भात चाहिँ हातपट्टि बोक्नु। यो ब्याग पनि फेरि यस्तो थोत्रो भइसक्यो क्या। मैले कहिलेदेखि बोकेको हेर्नु सक्नुहुन्छ। 5 वर्ष होइन, 5 वर्ष। यो चाहिँ फेरि गाइस यो ब्याग कति 50 रुपियाँ किनेको गाइस।
यो चाहिँ मेरो घर हो गाइस यो छोराखेको यो चाहिँ हाम्रो विल्सन दाको घर हो ऊपर चाहिँ उसले रेन्टमा दिइरहेको पछि बस्नुहुन्छ होइन छुट्टीमा आउँदा घुम्दै बस्दा चाहिँ मेरो घर बस्ने जग्गा यो एकदम रमाइलो भइरहेछ हामीलाई आज चाहिँ ल कस्तो मजा आइरहेछ साँच्चै के नै भन्नु तपाईँलाई गाइस फेरि घर त बनायो भने त जग्गा त दिइहाल्छ नि हेरेर गर्नु ल तपाईँहरू बस्नु होइन गाइस यो चिन्नु तपाईँले बस्नु अनि मैले भने हामीले बसिहाल्छौँ नि यो ठाउँमा आएर बस्यो भने त नानीहरू त म त होइन नि अब कहाँ छुट्टीमा आउँदा बस्नु नि ए त्यसै आउँदै जाँदै बस्दा ए बनाउनु अन्त त्यसो म हिर्चाहरू गरिदिउँला नि त अन्त हाम्रो त्यो त अन्त के बुवाहरू ल्याइदिउँला बाबा यो चाहिँ गाइस यो चाहिँ हाम्रो अन्तरी आन्टीको खेती यहाँ चाहिँ उहाँहरूले आलु रोप्नु भएको छ है गाइस हेर्नु सक्नुहुन्छ 1 2 3 कल्ला छ हेर्नु सक्नुहुन्छ गाइस है अन्त एकदम मजामा आएछ आज अन्त गाइस अन्त यो बाटो हिँड्दा फाल्टै मजा आउँछ क्या गाइस अब हामी चाहिँ अब गाइस सानैदेखि यही बाटो हिँड्ने बानी भएर होइन गाइस बच्चादेखि स्कुल यही बाटो हिँड्ने हो चर्च जाँदा यही बाटो जे बाटो यही बाटो गइरहेछ अब गाइस कस्तो दामी जग्गा छ लुङदारै लुङ्गो छ गाइस यहाँ हेर्नु सक्नुहुन्छ जब पनि गाइस अब यो बुद्धिस्ट जातिहरू जब खस्छ उनीहरूको नाममा चाहिँ यो प्रत्येक बुद्धिस्टको चाहिँ यो जो पनि खस्छ है उनीहरूको नाममा यो ध्वजा लाउँछ है जप्नुहुन्छ हजुर अन्त हेर्नुहोस् गाइस है गाइस हेर्नु सक्नुहुन्छ मजा आएछ गाइस गाइस यहाँ चाहिँ यस्तो बिजोग हुन्छ कि गाइस पछि अब झरीको समयमा हेर्नुहोस् गाइस पहिरो यस्तो नोक्सान गर्छ गाइस घरहरू ड्यामेज गरेर हेर्नु सक्नुहुन्छ यस्तो ढुङ्गाहरू आएर माथिबाट हेर्नुहोस् गाइस यस्तो छ गाइस दिन चाहिँ हेलो गाइस आप सभी लोग को स्वागत है इस द सन ब्रदर्स यूट्यूब चैनल पे आज हम लोग इधर रिप्टी पे है और देखिए मेरे साथ कौन कौन है हमारा जेठी भाई है इधर 2 भाई हैं गुलशन भाई और सामेल भैया भी है देख सकते हैं गाइस आप लोग रास्ता ऐसा है जंगली जंगल अभी हम लोग हमारा अंतरी मौसी के पास पहुंचने वाला है देख सकते हैं आप लोग रास्ता ऐसा है जंगली जंगल है पूरा देखिए गाइस एंजॉय करिए आप लोग अन्तरिक्षमाको घर पनि एकदम जङ्गल छ नजिक एकदम काट्ने रुखहरू छ ए भन न एकदम इस इस जगह पे देख सकते हैं ये पत्थर इसे हम नेपाली में पत्थर बोलते हैं देख सकते हैं अभी हम अभी हम पहुंच गए इधर अंतरी मौसी के घर के पास घाम ताप्नु सक्नुहुन्छ है गाइस देख सकते हैं आप ऐसा
रास्ता बहुत गंदा गंदा है, धुलो उड़ रहा है। वैसे इधर बहुत बड़ा बड़ा मुर्गी है, देख सकते हो। मुर्गी भी है, मुर्गा भी है। इसका सूप पीना पड़ेगा, बहुत मजा आएगा ठंड में। है ना? ठीक हो गया। ठीक हो गया। ये हमारा अंतरिम मछली का घर है, देख सकते हो। ऐसा है, इधर आलू रोप चुका है। ठीक है गाइस, देख सकते हो। ऐसा है, बहुत मजा आएगा, बहुत मजा आएगा। और आ रहा भी है, मजा आएगा, देख सकते हो गाइस आप लोग। बड़ा मजा लगेगा। नर्वे फेरि जयमसी गुड गर्यो। अनि तिमीले यसो गरेको भने मैले गरेको त नि खोइ खोइ मलाई गरेको रेला गरेको नि घिच्छ फुलले साबलेर दियो फुलबाको बाहिर हाम्रो भाइ लोग मिल चुका है अंतरिम मछली। उला 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 झोला गुला गुला आल्थ्यो भाइ उहाँ राख नानु मंगर भाषा बोल रहे हैं। यता राख बाबा यता राख विचार यता राख न अब क्या कर रहे हैं बता दीजिए थोड़ा। के हो रे बस ये आलू है, बॉईल करके इसे छिल रहा है अभी। इसका सब्जी बनाएंगे और दाल भी बनाएंगे। यो काटेको आलु हो कि अन्त के भइरहेछ है कालो कालो देखिरहेको पटाटो कहिलेदेखि चाहिँ भिडियो कल गरेर यहाँ अन्त स्याउ छिटो छिटो यहाँ हाइलाइट लागेर मलाई लेक लाग्छ। उहाँको ताप्नु न इधर देख सकते हैं गाइस, ये है गाइस भैंसी का मासू गाइस, लोकल भैंसी का मासू गाइस। ये इधर आग जल रहा है, पानी गर्म हो रहा है। तुमको क्या बोलना है? हेलो गाइस। अघि देख्यौ हेलो भैया बता दीजिए कैसा ए हिसा न गाइस पटकन सञ्चालनले नाको यति हो कमसमिदा कमसमिदा धन्यवाद। के हजुर के बोल्नु अङ्कल बस्न हो नानु ये अंगीठी गाइस, इसको अंगीठी बोलते यहाँ हैं। हेर नि सानो दाउरा लगाएर के हो माम पकाइदिउँ अलिकति भए पनि ग्यास फारो हुन्छ भनेर चाहिँ नि आज बनाउनु हुँदैछ आउनु सानो अनि अनि ये क्या है? यो एकदम भुइस्या हो होइन खास चाहिँ यता चाहिँ अब उयो भन्छ क्या गरम एप्पल भन्छ कि तर उता चाहिँ फेरि उयो भुइस्या भन्दो रहेछ नि गाउँ एप्पल र भुइँसो अनि एउटा हो क्या अनि त होइन हामीले के कान्छा साइला भाइले पत्रीमा भन्नुभयो नि त लु नानीहरू त्यहाँतिर भुइस्याहरू छ खाऊ भन्यो कि अन्त हामी छिट्टो छिट्टो अब स्पेसल चिज होला भनेर नि हामीले पनि अब भुइस्यो भने थाहा थिएन अनि हामी चाहिँ यता गराउने एप्पल भन्छ नि त त्यही भनेर चाहिँ अनि काहीँ छ्यामा म चाहिँ कुदेर गएको थियो कि यो स्याउ पो लडिरहेको छ मजा यति होइन यो त खाँदैन नाक स्पेसल स्याउ होला तुम क्या कर रहे हो बहन? फोन हामी चाहिँ अर्कै स्याउ भनेर नि हामी अर्कै स्याउ होला अब गएर कुदेर खानु ठीक है गाइस, थोड़ी देर के बाद मिलते हैं। जति छ आपको दिखाऊंगा। भारी भारी छ कति मन हेलो गाइस, यस बेलुकीको टाइममा है सास पर्न आँटेको छ। हामी चाहिँ पर जोन बाजेको घरमा जाँदैछौँ। बुझाउनु छ गाइस है, मौसम यस्तो भयो क्या, हुस्से हुस्से पुरै यस्तो चिसो मौसम छ गाइस है। दिउँसै रात पर्ला जस्तो भइसक्यो गाइस, यस्तो छ है। दाइहरू हुन्छ यहाँ है, यस्तो छ क्या। हो गाइस सिट झरेको छ यार, हिउँ झर्छ क्या हो। हेर्नुहोस् गाइस, इन्जोय गर्नुहोस्। भिडियो चाहिँ केही भन्दैन नि, केही भन्नु पर्दैन। मटाको खाना नि कता
I'm going to the bring motor thang. ठिक छ काकाकोमा जब तक बोली भ्याउँदैन त काट काटेन गाइस हेर्नुहोस् काटेर यहाँ पिडीले काटेको नि यो 100% त सजिलो हुन्छ काट्नु ए Today, night dinner. What? Oh yeah. You? Where are you going? Pasang sir? I'm going to the noon. No, then? Huh? Ano? Undo? Undo त्यसो. हाम्रो यहाँबाट उयो हुन्छ उड्नु जाने ल ल पिटी ल बाई बाई केही जब चाहिँ हिउँ पर्न आँटिरहेको छ है हिउँ पर्ला हुँदैछ है यस्तो भन्दा पर्छ हौ मौसम यस्तो च्यालेन्ज दिएर भएको छ भने हिउँ पर्ने चान्स छ बेसी गर्मी भइरहेको छ नि भाइ तर हजुर यहाँ त जाडो भएको छैन नि हातहरू यस्तो खोप्चो जङ्गल छ यहाँ है बाटो यस्तो छ है ठन्डी ठन्डी मौसम है हाम्रो जङ्गलमा बस्ने भनेर यही हो यो चाहिँ हाम्रो जोन राणा मगरज्यूको घर बाजे हाम्रो बाजे पर्छ खास त बाजे होइन हाम्रो मिजा बोय होला ए हजुर कहाँ खै के छैन गैसी चाहिँ पहिला चर्च थिएँ गाइस किन्न सक्नुहुन्छ पहिला हाम्रो अङ्कलहरू बडाहरू छ कि चर्चमा सेवा गर्नु गएको पहिला नि यो चर्च थियो गैसी चाहिँ यस्तो छ गाइस गाई हुनुहुन्छ यहाँ चिसो छ नि गुरास्ताले लक्क मात्रै खोलेको छ त यहाँ बस्नु नि हुन्छ हुन्छ काका आरामै नि सस्तै हुन्छ होइन यसो गुराँस देखाइदिनु हजुर भिडियो बनाएर देखाइ बाजे यो चाहिँ गाइस गुराँस हो यताको मजाको गुराँस फुलिरहेछ वा हेर्नुहोस् दामी गुराँस छ दामी बबाल चाहिँ हाम्रो जोन बाजीको घर हो गाइस गुराँसको फुल हेर्न सक्नुहुन्छ एकदम दामी हो यही छ त्यो दाइ भनिदिनु पर्यो फुलको बारीमा यसको चाहिँ एकदम बबाल वाइन बन्छ हो एकदमै बबाल अनि यसको वाइन खायो भने चाहिँ हाम्रो भित्रको सबै फोहोर निकालिदिन्छ ठाउँ चाहिँ एकदम दामी छ त्यहाँबाट फोटो खिच अफ गर न अलिक बेसी भयो हामी त्यस्तै पुस मङ्सिरमा आएको थियो मङ्सिर अन्तिमतिर हो त्यस्तै मङ्सिर क्रिसमसको बेलामा क्यारल हुँदैछ यहाँ त्यतिखेर अस्ति 1 वर्ष भएपछि नि भइसक्यो 2023 मा आएको 23 मा हो हजुर भनेपछि 23 24 25 पनि लाग्यो ठ्याक्कै 1 वर्षको भनौँ ल हाम्रो मस्तले हाम्रो आज जोन काको घरमा एकदम मस्तले मासु खाँदैछ हाम्रो गाईहरूले लौरेहरूले
एउटा खाइदिएको है हक्क तर वाउ अलिक सुसिल खाइदिएछु दामी दामी मिठो हुँदैछ नि काका भाइ मिठो नि नानीहरू आएर साह्रै मिठो लाग्यो मलाई गफ हान्नु होला हौ काकाले अन्त त होइन छोरा छैन कि छोरा राख्नु साह्रो खुसी लाग्यो यो त राख्नु दुईवटा लाटीहरूलाई छोराहरू आएर यो ल है भाइलाई छोडिदिनु टिकल भाइलाई क्या ल आज चाहिँ हामी जोन काकाको घरमा यसरी खाना खानु यसरी भेटघाट एकदम रमाइलो हुँदैछ कस्तो लागेको छ काका एकदम राइट नानीहरूसँग भेटघाट भएको कारणले एकदमै यसरी लोकल खाइदिन्छ हो घिउ छ दाल छ अचार छ कस्तो लाग्छ त हाम्रो गाइजहरूलाई लौरे होला खै अनुहारै देखेन अलिक खोइ भएन छेक्यो होइन यहाँबाट देखिरहेको छु म ठिक छ नि होइन हाम्रो दिदीलाई ठिक छ नि दिदी एकदम ठिकै ठिक छ हामी खाना खान्छौँ है त ए खोइ देखिँदैन रहेछ त यार डिस्प्लेको